गाइस नमस्ते सबैजनालाई एन्ड वेलकम ब्याक टु माई भ्लग्स। आशा गर्छु तपाईहरु सबैजना सन्चै हुनुहुन्छ होला। हामी पनि सन्चै छु भन्दै आइसकेको छु तपाईहरुको माझ नयाँ भ्लग लिएर। म चाहिँ आज हाम्रो गाउँमा एउटा बिहा छ, बिहामा जानु आँटेको। अनि यहाँनिर हुनुहुन्छ हाम्रो फुप्पा, यहाँ चाहिँ हाम्रो क्युट डग ले 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 गाइस। अनि हामी चाहिँ अब यहाँ बिहामा जानु आँटेको। म चाहिँ यहाँनिर दिदीहरुको घरमा छु, साथीहरुलाई पर्खिँदैछु। हेलो भन्दिहाल्नु दिदी। अन्त हामी चाहिँ अब यहाँ 2-3 जना आउनुहुन्छ। नितु चाहिँ जानु आँटेको थियो तर नितुले आज मलाई धोका दियो गाइस। मेरो साथीले मलाई धोका दिइरहेछ किनभने म आज जाँदैन अरे। दिदी चाहिँ मुसु हाँस्नुहुँदैछ म यहाँ फोनमा बोलेको देखेर, भ्लग बनाएको देखेर। अनि बिस्का दिदी पनि रेडी भइसकेको छ। अब चाहिँ हामी बिहामा जान्छु गाइस। मैले चाहिँ यहाँ दिदीको कपाल स्ट्रेटनरले तानिदिएको चाहिँ कपाल घुम्यो। राम्रो छ त, मजाको देखिरहेको छ त। हेलो गाइस, अब चाहिँ हामी गएको भर्खर जाँदैछौँ। हामी चाहिँ यहाँ बडाहरूको प्लान हुँदैछ झुम्पा डान्स गर्ने अरे गाइस। भिडियोमा आइदिएको हुन्छ के हुँदैन गाइस। हामी चाहिँ 1 घन्टा पर्खेर चाहिँ भर्खर यहाँनिर जाँदैछु। हामी चाहिँ भक्कु भयौँ नि त। अब चाहिँ अघि त एक्लै हल्छ गाइस। हामीले चाहिँ हिल्स लगाइरहेको छु। म बाटो चाहिँ खतरा छ उकालो जाने हो। त्यो डाँडा गाउँमै पर्छ नि, खोल्चीदेखिको उता डाँडा गाउँ हो नि त। सो बाटो चाहिँ त्यो 100 डेजले बनाएको त्यो सेरी टाइपको छ नि, त्यस्तो हुन्छ नि त। अनि हामी सबैले हिल्स लगाइरहेको छु गाइस। हामी चाहिँ सबै बिस्तारै हिँड्छु गाइस। हामी सबैले चाहिँ हिल्स लगाइरहेको छु। बाटो चाहिँ खतरा छ हो, र पनि हामी चाहिँ सबैले हिल्स लगाइरहेको छ। हामी सबै बिस्तारै हिँड्छौँ नि त। डाँडा गाउँमा हो बिहा चाहिँ, अलिक टाढै हो। मेरा दिदीको बिहामा गएको हामी चाहिँ। अनि नानीहरू चाहिँ यहाँ आज अहिले ब्रेक टाइम रहेछ नि त, खेल्दै रहेछ। यहाँ एलेक्जोरको नानीहरू हो। यहाँनिर चाहिँ पिटाइ हुँदो रहेछ नानीहरूको गाइस। बाइक आउँदैछ। हजुर ओर्नु न। बिस्तारै हिँड्नु ल, म पनि त बिस्तारै हिँड्दैछु। ल म कस्तो धुलो रहेछ। कस्तो दामी थियो नि दिदीको कपाल, सानो लामो थियो त। अस्ति आउँदा नि काट्नु कलर गरेको चाहिँ। अनि यो किन उयो गर्नुभएको? हजुर ए हिँड्नु अल्छी लाग्यो हेर्नु मलाई फेरि हिँडेको हेर न। हामी चाहिँ आधी बाटोसम्म पुगिसक्यौँ। यहाँ छ हाम्रो चियापत्तीहरू। अहिले चाहिँ कलम काट्ने टाइम थियो नि त, अस्तितिर कलम काटेर चाहिँ यति आइसकेको छ पत्ती। हामी चाहिँ जाँदैछु। यहाँ हुनुहुन्छ दिदीहरू, अन्त पछाडि पाहुनाहरू आउनुहुँदो रहेछ। यहाँ चाहिँ आफन्त हो नि त दिदी, ढिलो जानु हुँदैछ, बेलुका आउनुहुन्छ अरे। हामी चाहिँ अब घर गएर गएको के हुन्छ होइन गाइस, केही पनि हुँदैन। यहाँबाट पनि देख्दो रहेछ। यहाँबाट छ बिहा चाहिँ। तपाईँ सुधान अङ्कलको दिदी हो कि बहिनी? बहिनी।
यसमा बनाउँ ल सुदन अङ्कल अहिले अलिक ठिक हुनुभयो अलिक राम्रो भयो मालिसले चाहिँ नि मेन काम गर्यो मालिस नगरेको भए अबुई थन्किन्थ्यो नि त्यही त सबलाई मालिस गर्दै गाउँमा ल आइज सबैजना यहाँ छ हाम्रो जङ्गे अफिसका दिएर मलाई त जे पनि हाम्रो भन्न छ कि मैले यहाँ रहेछ हाम्रो जङ्गे भन्नु तिम्रो होइन हाम्रो जे भए पनि यहाँ माथि आइपुग्यो नि त त्यही भएर यहाँ दिदीहरूले हामीलाई छोडेर गएको भन्नुहुँदैछ यहाँबाट चाहिँ पेन्डलको स्टार्टिङ रहेछ उकालोसम्म हिँड्नु न बिस्तारी नै हिँड्दैछु त बिस्तारी नै ठिकै हुनुहुन्छ हजुर दिदी ठिकै हुनुहुन्छ हजुर हिँड्नु न लड चाहिँ बाटो सानो छ बिस्तारै हिँड अफिसका दि थाहा छैन मलाई फर्किनु भएको के भाउजू मोती बाजामा डान्स हुँदैछ क्या माथि त यहाँनिर चाहिँ फोटोहरू खिच्नु हुँदो रहेछ यहाँ चाहिँ साइलको बाजेको घर हो तर पेन्डलले छिप्पेको रहेछ छिटैन नमस्ते बेटा पविजीको बेटा दुईपल्ट नमस्ते भने हो भन्नुहुँदैछ दिदीले यहाँ हेर्नु न फेरि कुकुरलाई खेदाउनु नि मान्छेले चाहिँ फेरि यस्तो भिडमा चाहिँ कुकुर किरान्छ मजाले यहाँ हुनुहुन्छ बेहुला र बेहुली भनेको त जस्तो बेहुला म अहिले यहाँ चाहिँ अब प्रसाद दाजुले दिनु आएको छ गिफ्ट होइन
दिइसक्यो हाम्रो प्रसन्न दिदीले। आज प्रसन्न दिदी ब्युटिफुल भएर के आवाजै सुनेको छैनौ। तपाईँको बाबा डान्स गरेको भिडियो पनि छ मेरो सके छ 5 गाइस बाटो चाहिँ यहाँदेखिको तल गयो भने चाहिँ गयो गाइस माथिको मान्छे कसरी हिँड्दै होला भन्दा पनि माथिको माथि बनाइदिएको छप्पर बनाइदिएको छ बाटो छप्पर अन्त उता पनि लेखिरहेको छ त यहाँ पनि अरे यताबाट जानुपर्छ नि त ए डरै लाग्दो हामी त लु हिँडे ठिकै छ हिल्समै भए पनि माथिको मान्छे कसरी हिँड्दै होला नि हजुर मेरो त लेखा हिँड्नु नानी त्यहाँ एउटा बेन्चमा बस्नु पानीपुरी बनाउँछ भनेर कसले भनेको त नि खै म हो त्यो म त कस्तो लाज पो लाग्यो कस्तो थियो भन्नु त खोइ रामले नै त्यो छ्या आइराख्छ त यहाँ त्यही त देख्यो होला कि अहिले सोध्दै त्यही पुरा खडा रहेछ खानु नि अब चाहिँ हामी गएको गाइस गएको तलबाट बनाउ न भिडियो हुन्छ तलबाट बनाऊ भन्नुहुँदैछ भिडियो चाहिँ हो हामी चाहिँ गएको गाइस यहाँ चाहिँ बाटो खतरा छ फेरि पनि भन्छु छिटो आउनु न गाइस यहाँ चाहिँ अलिकति अप्ठ्यारो बाटो छ नि त साथीहरू चाहिँ आउनै भएको छैन साथी भन्दा पनि दिदीहरू दुईजना चाहिँ आयो गाइस यहाँ चाहिँ मेरो चम्किने साथी आउँदैछ तेरो नाम के भन्नु जगल्डे भाइ अरे गाइस चम्किने साथीहरू चाहिँ मेरो गाइस हामी चाहिँ अविस्तासँग त पुरा भिडियो बनाउँदै गरेको हुन्छ तपाईँ अविस्ताले पनि अघि के भन्नु
दिदीहरू छोडिनु भयो हामी चाहिँ अब घर गएको त्यहाँदेखिको उता चाहिँ मेरो एक्लैको सफर हुन्छ गाइस त्यही भएर मैले आउँदा फेरि घरदेखिको भिडियो बनाइनँ बिचबाट मात्रै बनाएँ यो चाहिँ हो पुटुङ स्कुल त्यो प्रेसरहरू पनि हुन्छ अनि घरि के भइबस्छ नि नानीलाई भन्नु न हजुर के अरे बिस्तारी उयो क्रप गर्नु के राम्रो भइहाल्छ मेरो फोटोहरू हालिदिनु ल हामी चाहिँ यहाँ अब गोदाम आइसक्यौँ हाम्रो घर गोदाम यहाँ छ त्यही भएर हाम्रो गाउँ चाहिँ हाम्रो गाउँलाई चाहिँ गोदाम लाइन भन्छ हामी चाहिँ यहाँ दिदीको घर आइपुगिसक्यौँ अब म एक्लै हुन्छु भनेर सोचिरहेको थिएँ तर गाइस पछाडि छिमेकी आन्टीहरू आउनु भएछ दिदी पनि आउनु भएको छ सो म दिदीहरूसँग जान्छु बाई बाई ओके फेरि जानु होइन टेक केयर बाई बाई हेरेर नाच्नु हेरेर जानु सोच्दै थिएँ तपाईँहरू ठ्याक्क आइहाल्नु भयो म र बाबा दादा पनि आउनु भएको छ अन्त कस्तो उकालो थियो नि अनि कहिले जानुभएको के टिङटिङमा चाहिँ के थियो ए हजुर ओइ सुमन तँलाई दिदीले भनेको पढ्न चाह